नमस्कार दर्शकबिनहरु मेरो युट्युब च्यानलमा तपाईहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ म ठेक्का पट्टाको लाइसेन्स कसरी बनाउने भन्ने विषयमा तपाईलाई जानकारी लिएर आएको छु। सुरुमा तपाई ठेक्का पट्टाको लाइसेन्स बनाउँदै हुनुहुन्छ भने चाहिँ कम्पनी रजिस्टर कार्यालयमा जानुपर्यो। त्यसपछि त्यहाँ दर्ता गरिसकेर घरेलुमा दर्ता गर्ने, निवेदन दिने, आवश्यक कागजहरु पेश गर्ने। यसरी म तपाईलाई सठिक रूपमा बताउन गएको छु दर्शकबिनहरु। त्यसपछि भ्याटमा गएर दर्ता गर्ने। भ्याटको कार्यालयमा गएर तपाईको चाहिँ अब कहाँ चाहिँ तपाई कम्पनी खोल्दै हुनुहुन्छ त्यसको लाल पूर्जाहरु, तिरको रसिदहरु, अर्काको जग्गामा भाडामा दिने लिने गरेको सम्झौता पत्र, अन्य कम्पनी रजिस्ट्रेसनको कागजपत्र, नागरिक प्रमाणित प्रतिलिपिहरु लिएर चाहिँ तपाईको भ्याटमा दर्ता गर्ने। अनि त्यसपछि चाहिँ नगरपालिका वा गाउँपालिका इजाजत पत्र लिने। तपाई कुन गाउँपालिका र नगरपालिका चाहिँ उपमहानगरपालिका महानगरपालिकामा चाहिँ कार्यालय राख्दै हुन्छ त्यहाँको चाहिँ गएर चाहिँ निवेदन दिने, आवश्यक कागजहरु तपाईले पेश गर्ने र घरेलुमा बुझाउनु भएको छ ती सम्पूर्ण कागजहरु त्यहाँनिर प्रतिलिपि घरेलु कमरेस कार्यालयको त्यहाँनिर तपाईको चाहिँ नगरपालिका गाउँपालिका कार्यालयमा चाहिँ बुझाउने। अनि त्यसपछि तपाईको अन्तिममा दर्ता गाउँपालिका र नगरपालिका चाहिँ तपाईको अन्तिम चरणमा चाहिँ रहेको हुन्छ। त्यसपछि चाहिँ तपाईले त्यहाँबाट चाहिँ इजाजत दिइसकेपछि तपाई चाहिँ तपाईको चाहिँ ठेक्का पट्टाको लाइसेन्स चाहिँ पूर्ण रूपमा त्यसको चाहिँ निर्माणको प्रक्रिया चाहिँ पूरा हुनेछ दर्शकबिनहरु। यसरी म तपाईहरुको माझमा नयाँ भिडियोहरु लिएर आउने छु। कृपया मेरो भिडियो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, शेयर गरिदिनु होला। म चाहिँ विशेष गरी निर्माण सम्बन्धी सम्पूर्ण जानकारीहरु लिएर आउने छु। आज चाहिँ भने म तपाईलाई ठेक्का पट्टाको लाइसेन्स कसरी बनाउने, कसरी लिने, कहाँ जानुपर्छ यसको लागि भन्ने कुराहरु लिएर आएछु। विशेष गरी म संक्षिप्तमा फेरि भन्न चाहन्छु। सुरुमा कम्पनी रजिस्टर कार्यालयमा जाने, त्यसपछि तपाईको घरेलुमा जाने, घरेलुमा काम सकेपछि भ्याटमा जाने, त्यसपछि चाहिँ गाउँपालिका नगरपालिकामा जाने। ल भिडियो हेरिदिनु भएकोमा धन्यवाद। प्लिज यो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला भन्दै पुनः अर्को भिडियोमा आउने बाचाको साथ बिदा हुन चाहन्छु। हस्त नमस्कार।